म पास्टर पदम केशर राई। म पूर्वी पहाडी जिल्लामा जन्मेको हुर्केको, तर अहिले आएर तराई र पहाडको सङ्गम सुनसरी जिल्ला, त्यो पनि पहाडको फेद र मधेसको टुप्पोमा म बसोबास गरिरहेको छु। सुन्दर यो क्रसगेट धरान 13 सुनसरी भन्छ, यहाँ म बसोबास गरिरहेको छु। र म एउटा क्रिस्चियन अथवा एउटा पास्टर भएको हैसियतले मैले पूर्वी पहाडी इलाकामा रहनुहुने एउटा क्लस्टर, राई क्लस्टर इथनिक चाम्लिङको बारेमा म बोल्न लागिरहेको छु। नेपालभरि करिब 13 लाख राईहरू छन्, तर नेपालको सेन्सस अथवा जनगणना अनुसार 6.25 लाख त्यस्तै मात्रै देखाइएको छ। तर त्यहाँनिर राई लेख्ने मात्रै समावेश गरिएको हुनाले 6.25 लाख मात्रै देखाइयो। तर वाम्बुले, याम्फू, लोहोरुङ, कुलुङ, चाम्लिङ, बान्तावा, मेवाहाङ आदि इत्यादि छन्। उनीहरूमा हरेक इथनिक जातिमा 80-85 हजारदेखि लिएर 90 हजार, 1 लाख, 1.25 लाखसम्म देखाइएको छ ती जातिहरूमा। तर त्यो सबै राई हुन्। त्यो सबै एकै ठाउँ समावेश गर्दाखेरि 13 लाख राईहरू नेपालमा छन्। र विश्वमा छरिएर रहेका सबै राईहरूलाई हामीले गणनामा ल्याउने भने 30 लाख राईहरू नाग्छ। जस्तै भुटानमा, सिक्किममा, कालिम्पोङ, दार्जिलिङदेखि लिएर मेघालय, इन्डियादेखि लिएर अस्ट्रेलिया, युके, अमेरिकातिर छरिएर रहेका सबै राईहरू हामीले एकै ठाउँ उनीहरूको तथ्याङ्क राख्ने भने 30 लाख नाग्छ। ती राईहरूमध्ये चाम्लिङ एउटा साँच्चै नै प्रोमिनेन्ट भन्छ अथवा प्रभावकारी एउटा राई क्लस्टर हो। त्यो राई क्लस्टरको बारेमा क्रिस्चियनमा उहाँहरूको अफिसियल हैसियत के छ अथवा उहाँहरूको चाहिँ सङ्ख्यात्मक हैसियत के छ भनेर म बोल्न लागिरहेछु। र मैले मोटामोटी रिसर्च गरेँ, एउटा धरातलीय रिसर्च पनि गरेँ र चाम्लिङ केही विद्वत व्यक्तिहरूसँग अथवा चाहिँ हाई प्रोफाइलसँग पनि मैले कन्ट्याक्ट गरेँ। र एउटा जोसुवा प्रोजेक्ट पिपुल ग्रुप्स .org भन्ने एउटा संस्था रहेछ, त्यो संस्थाको पनि मैले हेरेँ। र मैले पत्ता लगाउँदाखेरि चाम्लिङ राईहरूमा क्रिस्चियनमा उहाँहरूको हैसियत के रहेछ त भन्दाखेरि, जस्तै 1.5 लाखदेखि 2.25 लाख चाम्लिङहरू नेपालमा छन्। त्यो चाम्लिङहरूमा 17,000देखि लिएर 20,000सम्म चाहिँ क्रिस्चियनहरू रहेछन्। विश्वकै चाम्लिङहरू क्रिस्चियनमा हेर्ने भने 25,000 भन्दा बढी होला, तर नेपालको मात्रै 17,000देखि 20,000 चाम्लिङहरू क्रिस्चियन रहेछन्। तीमध्ये 350 जना जति पास्टर, 350 जना एल्डर, 320 जना डिकन र त्यसमा 50 जना जति टिचर र 27 जना मेरो आँकडामा इभान्जलिस्ट भन्छ, प्रचारक। त्यसै गरेर सोसियल वर्करहरू पनि धेरै क्रिस्चियन चाम्लिङहरू छन्। ती 480 सङ्ख्या जति सोसियल वर्कर विभिन्न क्षेत्रमा काम गरिरहेका चाम्लिङहरू हुनुहुँदो रहेछ मैले पाएको। र उहाँहरूको आर्थिक हैसियत पनि सामान्य छ, शैक्षिक हैसियत पनि सामान्य छ, र एउटा एडमिनिस्ट्रेटिभ पहुँच पनि उहाँहरूको सामान्य छ। उहाँहरू यो नन क्रिस्चियनबाट अलिकति सतावटमा परे जस्तो, तर पनि उहाँहरू हार नखाएको एउटा शक्तिशाली र साहसी नै हुनुहुन्छ। र उहाँहरू परमेश्वरको राज्यको काम गर्नको लागि कम्मर कसेर लागेकाहरू मैले पाएँ। र त्यसै गरेर हाई प्रोफाइल चाम्लिङहरूमा मैले हेर्दाखेरि जस्तै सिक्किममा पवन चाम्लिङ, उहाँले सिक्किममा धेरै लगभग 30 वर्ष उहाँले त्यहाँको स्टेट मिनिस्टर अथवा चाहिँ त्यहाँको मुख्यमन्त्री भएर चलाउनु भयो र सिक्किमलाई धेरै
आर्थिक रूपमा, भौतिक रूपमा र सांस्कृतिक रूपमा, साहित्यिक रूपमा र त्यहाँको क्रिस्चियनहरूको जीविकोपार्जनको बारेमा उहाँले धेरै उन्नति प्रगति गर्नुभयो र उहाँ अहिले हाई प्रोफाइलमा हुनुहुन्छ र उहाँको जनताप्रति उहाँको देन साँच्चै नै अतुलनीय छ। फेरि त्यसै गरेर हामीले अर्को चामलिङ हेर्ने भने एउटा हाई प्रोफाइल चामलिङ हुनुहुन्छ भोगीराज चामलिङ, जो एन्थ्रोपोलोजिस्ट हुनुहुन्छ र उहाँले पनि चामलिङहरूको मुद्दुम बारेमा लेख लेख्नुभएको छ र उहाँले चामलिङहरूलाई केही न केही कन्ट्रिब्युट गर्नुभएको पाइन्छ, एउटा ऐतिहासिक सम्बन्धी र भित्री कुराहरू उत्खनन गरेर मानिसहरूमा पुर्याउने काम गर्नुभएको छ र भोगीराज चामलिङ, डाक्टर भोगीराज चामलिङ उहाँ पनि एउटा हाई प्रोफाइल फिगर हुनुहुन्छ। त्यस्तै गरेर जोन चामलिङ, क्रिस्चियन जगतमा जोन चामलिङ एकजना भाइ हुनुहुन्छ। उहाँ चाहिँ गायन क्षेत्रमा धेरै उहाँले चर्चा परिचर्चा कमाउनु भएको छ। उहाँको चाहिँ सोसियल फ्यानहरू धेरै हुनुहुन्छ, उहाँहरूको फलोअरहरू धेरै हुनुहुन्छ र उहाँ चाहिँ एउटा डिमान्डेड पर्सनालिटी पनि हुनुहुन्छ। भने चामलिङहरू आफ्नै चाहिँ स्वावलम्बीपनमा उहाँहरू रमाउनुहुन्छ, आफ्नै खेतीपाती, त्यसै गरेर वैदेशिक रोजगार र ब्रिटिस आर्मी र इन्डियन आर्मी, त्यसै गरेर स्थानीय तहमा पनि पोलिटिक्स क्षेत्रमा पनि उहाँहरूले राम्रै जरा गाड्नु भएको छ, उहाँहरूको हैसियत बनाउनु भएको छ र उहाँहरू एकदमै स्वावलम्बी र स्वाभिमान ढङ्गले बाँच्नुभएको चामलिङ जातिहरू हुनुहुन्छ। र बिब्लिकल्ली भन्ने हो भने उहाँहरू एउटा क्लस्टर हो, परमेश्वरबाट नै उहाँहरू पनि सिर्जित हुनुहुन्छ र परमेश्वरले नै उहाँहरूलाई पनि एउटा टेरिटोरी तोकिदिनु भएको छ, जस्तै कि खोटाङ, उदयपुर, भोजपुर, हालमा आएर सुनसरी, त्यसै गरेर त्यति मात्रै नभएर काठमाडौँ, ललितपुर उहाँहरूको एउटा डोमिनियन एरिया भनौँ, त्यसै गरेर सिक्किम, दार्जिलिङ र मेघालय, अहिले आएर युरोपको बेलायत, खास गरेर अमेरिकातिर र उहाँहरूको पनि एउटा दरो पकड रहेको हामीले पाउँदछौँ। र क्रिस्चियन जगतमा उहाँहरूको कन्ट्रिब्युसन राम्रो छ र उहाँहरू परमेश्वरमा निर्भीक भएर अगाडि बढ्नुभएको हामीले पाउँदछौँ। र 340 जना पास्टर, नट अ जोक, यो एउटा ठुलो एउटा फिगर हो। प्रभु येशूले जम्मा 12 जना चेलालाई चयन गर्नुभएको थियो। अहिले संसारमा त्यही 12 जना चेलाबाट फैलेको संसारका क्रिस्चियनहरू अहिले कुन हैसियतमा छन्? प्रभावकारी छन्, साँच्चै नै विश्वलाई पाठ सिकाएर हिँड्ने, विश्वलाई शान्तिको मार्ग देखाउने, विकासको मार्ग देखाउने र अनन्त जीवनको मार्ग देखाउने क्रिस्चियनहरू भनेपछि 340, नट अ जोक, इज अ भेरी गुड फिगर। भने चामलिङहरू आत्मा स्वाभिमानमा र चाहिँ स्वावलम्बनमा र त्यसै गरेर आफ्नै परिश्रम, आफ्नै कमाई र आफ्नै थात्थलोमा रमाउने र अरूसँग पनि एउटा सोसियल घुलमिल भएर बस्नु, रमाउनु हुने एउटा राई क्लस्टर चामलिङ उहाँहरू हुनुहुन्छ।